Hello and namaste viewers and subscribers. This is me Raidan San from Team JRN Vlogs. And आज चाहिँ अब राइड स्टार्ट गर्न लागेको हैन. अब ग्लोभ्सहरु टक्क लाउने. टक्क अब आजको राइड भनेको यही हो. मोटाडमा आज चाहिँ हामी किरातपार जान लागेछौँ. डट राइडमा फाटा छ ग्लोभ्स पनि. त्यही लेट्स सी अस्ति फाटेको हो. क्रस भएर. Hey guys. Hello Sane, how are you? घरमा छ है? मामा घुमेर आउँछ ल अनि भरे भिडियो एडिट गरेर हाल्नुपर्छ हस् आज चाहिँ न्यू क्यामेरा एङ्गल त गाइड होइन कस्तो देखिरहेको छ आइडोन्ट नो है राम्रो त नगरी कस्तो छ क्यामेरा एङ्गल कस्तो देखिरहेको छ गाइड कमेन्ट होइन अस्तिको पुरानो क्यामेरा एङ्गल र आजको न्यू क्यामेरा एङ्गल होइन घरु फरक के आउँछ डिफ्रेन्ट अब एज युजुअल फर्स्टमा बाइक चेकअप होइन ट्रक छ हाम्रो बाइकर्स ग्यारेजमा अनि रेडी छ कि ओइल छ हेर्दा त्यो यसमा चेनमा अहिले बोकिस ब्लू भाइ छैन ड्राई छ भने न्यू ओइल हाल त भाइ गाइज हाम्रो चाहिँ बाइकर्स ग्यारेज है यहाँ हाम्रो डट बाइक रेन्टल अरू नर्मल बाइक्सहरू पनि रेन्टल हुन्छ चाहियो रेन्टल चाहियो बेला चाहिँ हामीलाई पेट्रोल डिजल गर्नु जान्छ फर्स्टमा होइन पेट्रोल पम्प अनि त्यस पछाडि हामी राइड निस्किन्छौँ गाइज आज लास्ट भाइ राइड हुन्छ होइन त्यो बिट उठेको छैन जस्तो छ भाइ टायर पुरै हल्लिँदैछ उठेर हेर त चेक गर्दा बिट ल हाम्रो चाहिँ बाइकको हल्का समस्या प्रब्लम आएको थियो अनि हामी आएर ब्याट्री सेयरिङ हाल्यौँ फिटिङ गऱ्यौँ अनि हामी लागेको गाइड राइडमा गाह्रो छ डट बाइक पाल्नलाई तारा फायर भइसक्यो होला तनाव भाइको नट झऱ्यो एउटा स्ट्यान्डमा लाग्ने नट हालिदिउँ न हौ झऱ्यो हौ नटै हजुर स्ट्यान्डको त्यो 17 नम्बरको लाग्छ कि एउटा हालिदिउँ यहाँ तल के यहाँ तल के त्यो
त्यो म्याग्नेटको कि खै के को नट लाग्छ हौ अस्ति पनि हालेको थियो हामीले हेलो गाइज अहिले चाहिँ हामी अब यहाँ आइसक्यो सारले अनि यहाँ सानो भाइको स्ट्यान्ड गरिदिएको थियो त्यो हामीले बनायौँ मेरो तार तोडेको हो कि के भएको तारको लुज भएको गाइज त्यही भएर घुम लेख्छु प्लस फोन गरिहाल्छु भाइ
ल गाइस केटाहरूसँग चाहिँ कन्ट्याक्ट भयो बल्ल बल्ल जसो तसो होइन केटाहरू माथि पुगिसकेको छ डाँडामा अब त्यहाँबाट अफरोड हो गाइस होइन यहाँ चाहिँ एकदम बालो उठे बाटो छ कि लडेको लास्ट छ यहाँ त्यो पुल जाने हामी त्यो पुलबाट पारी कटेर अनि हामी पर उकालो त्यो डाँडातिर चल्छौँ अब चाहिँ त्यो क्लाइमेट पनि दामी छ पानी पनि छिटा आएको छ गाइस पानीले भिजाउँछ के अरे अनि यता कता खल्छौँ पछाडितिर गएर प्लास्टिक दिनुपर्छ होला भर्खर नि पानीले भिजेर अरू कहाँ छ केटाहरू माथि छन् कति त हो अनि को यता बसेको अरू कति हामीले अझै तल पनि छन् त्यही त प्लानै चौपट भयो त्यही त नि यस्तो पानी परिरहेछ त्यही त के गर्दै त्यो म अलिकति माथि गएर नि म यो मोबाइल र उयोहरू चाहिँ म प्लास्टिकमा हालेर बस्छु ल अलिकति माथि ल निरज भाइहरू खोइ माथि छ ए ल ल म उनीहरूलाई भेट्छु नि त प्लास्टिक लिएर हालौँ ल फोन ल हामी माथि हुन्छौँ ल उता भाइहरूलाई चाहिँ भेट्यो तर भिजिहाल्यो नि पानी त तर क्यामेरा हेलो पानी परेर बिजोग भयो यस्तै छ होइन बाइकको स्ट्यान्ड पनि बिग्रेर उहाँ पहिलो पारेर राखेको छ अनि हाम्रो कताको खास साथीहरू अब आएको छैन अब अहिले भरे माथि गएर भेट्नुपर्छ त गाइस
Bye-bye. 1 billion zillion jillion dillion cotillion times later. ठिकै छ त जाउँ 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 अब खै अब पानी परिरहेछ भन्दै थियो के गर्नु अनि पर्खिने कुरा हुँदैन होइन दामी 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 कडा ओ शिट man त्यसै डट हुँदा नि तर बाटो सोचेको जस्तो चाहिँ अप्ठ्यारो छैन केटाहरूलाई तल अप्ठ्यारो छ भने तलै बस्यो बहिनीहरू चाहिँ आउन सक्थ्यो होला कि अब के भयो भने मैले सबैको फोन मेरो ब्यागमा रहेछ क्या अनि फोन गरेर बोलाउँ भने पनि अब हामी टाढा आइसक्यौँ त्यहाँ बस्दै गर्छ अहिले पानी रह्यो भने बोलाउनु पर्छ अब यति बेला के गरेर पनि फर्किँदैन Oh my god, सिरियस हुँदैन ल कता माथि अरे चलो 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 लेट्स गो रे महादेव we did it Guys, हामी चाहिँ अहिले यो किरात पार्कमा आइसक्यौँ होइन दिस इज द लभली भ्यू होइन सिनेमेटिक है माथि चाहिँ किरात पार्क छ होइन पार्क छ अनि हाम्रो गाइजहरू चाहिँ यहाँ बसिरहेको छ नभए चटपट चटपट यताउति खाने हुँदैछ हाम्रो पार्किङ यहाँ पार्क छ पार्किङ चाहिँ सानो रहेछ एकदमै यहाँ परालामा अनि हामी चाहिँ यस्तो बाटो आएको तलबाट अफरोड होइन अघि पानी परेकोले गर्दाखेरि गोप्रो अन थिएन अब भाइले अन गरेको थियो अब अलिअलि भाइसँग फोटोजहरू लिन्छु अनि बिचबिचको क्लिपहरू हाल्छु होइन यस्तै हो गाइज यहाँ माथि आएँ मैले फर्किँदा खिचौँला अनि अब चटपटे खाने हो यहाँ सानो दोकान रहेछ टक्क के पाउनु रहेछ सिस्नु हान्ने हो केटा हो लगेर केटाहरूलाई हान्नुपर्छ क्या पानी हुन्छ हुँदै कस्तो भयो त रमाइलो भयो नि भाइ वर्थ इट छ नि होइन लभली हो नि त ठिक छ ठिक छ ठिक छ हेलो गाइज अहिले चाहिँ हामी किरात पार्कमा आइसक्यौँ होइन अनि रङ 5 किरात पार्क होइन 2081 ओपनिङ भएको रहेछ लभली 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 दामी आज मौसम पनि पानी हल्का परेको छ चिसो चिसो रमाइलो रहेछ भाइ आउँदैछ सुमन भाइ होइन हिँड्दै आउँदैछ के छ भाइ दामी दामी हाम्रो क्याप्टेन रोज भाइ हाउस इट कस्तो आजको राइड वर्थ इट छ नि केटा होइन लभली हो नि होइन ल ल दामी मोज गर्नुपर्छ नआउनेहरूले रिग्रेट गर्छ नि होइन रिग्रेट भयो नि अब होइन रिग्रेट भयो नि होइन यस्तो क्लाइमेटमा होइन चट्ट चिसो मौसममा
टक्क डाँडा बसेर रमाइलो गरिरहेको होइन अनि एज यु गाइज क्यान सी द 360 भ्यू होइन बबाल रमाइलो छ अनि हाम्रो केटाहरू निरज भाइ व्हाट्स अप म्यान ओके युकेश राज होइन लभली छ नि होइन भ्यू दामी 360 भ्यू गाइज लभली भ्यू छ लभली भ्यू भर्खर हामी उकालो चढेको होइन यस्तो दामी अक्खा भ्यू छ है लभली रेस्टिङ ठाउँ पनि रहेछ दिएको रेस्ट गर्नलाई केटाहरू उकालो चढ्दैछ होइन हामी ऊ त्यो माथि त्यो मूर्ति भएको ठाउँ जानुपर्छ यल्लो मूर्ति भएको ठाउँमा यता हो ऊ त्यो डाँडा चाहिँ पाथिभारा हाँसपोखरी गुगल पोइन्ट हो त्यता छ गाइज लभली छ एकदमै दामी वर्थ इट प्लेस थोरै हाइकिङ पनि अनि राइड पनि अफ रोड बब्बाल मजा आउनेवाला छ मजा आइरहेछ भनौँ न ल गाइज इन्जोय गर्नु है त मेरो ब्लगमा जसले सब्सक्राइब गर्नुभएको छैन लाइक सेयर सब्सक्राइब हालिदिनुहोस् गरिदिनुहोस् होइन सेयर गरिदिनुहोस् त्यतिमै भाग्यो भने ठान्नेछु होइन के भन्ने गाइज यस्तै छ अलिअलि कन्टेन्ट बनाउनै पऱ्यो यसो विकेन्ड राइड हान्नै पऱ्यो जस मजा आइरहेछ हाइकिङ हल्का गर्दै केटाहरूसँग उकालो चढ्नु मजा आइरहेछ हामी फाइनली लास्ट इन पार्टमा जाँदैछौँ होइन अब लभली ठाउँ छ होइन त्यहाँ सिनेरी हेर्ने ठाउँ अवलोकन गर्ने ठाउँ अनि त्यहाँ पनि पिङ खेल्ने ठाउँ छ होइन टक्क केटा हो गर्लफ्रेन्ड लिएर आएर चाहिँ रमाइलो क्या एकान्त ठाउँ रहेछ है गर्लफ्रेन्ड लिएर आएर रमाइलो चट्ट दिनभरि टाइम स्पेन्ड गरेर टक्क बेलुका गौडामा नुहाएर चट्ट घर जानलाई फ्रेस भएर चाहिँ लभली ठाउँ रहेछ होइन गाइज ल केटा गर्लफ्रेन्ड लिएर आऊ है तिमीहरू तिम्रो त सिधै बुढी छ होला घरमा होइन खिच्चा हान्थ्यो क्या हल्का हाम्रो भाइहरूलाई लभली रहेछ लभली जस दामी तल भ्यू पनि देखिन थाल्यो होइन हल्का क्लियर हुन थाल्यो लभली छ ठाउँ यहाँ जस केटाहरू आएर रमाइलो गरेर टक्क हल्का ड्राई पिकनिकहरू आउने ठाउँ रहेछ होइन मासुहरू टक्क पोलेर सोलेर खाएर टक्क केटाहरू रमाइलो गरेर फोहोर सोहोर चाहिँ नगरिकन टक्क यहाँ बस्ने ठाउँ रहेछ चट्ट यहाँ तल लभली यहाँबाट तल गाउँ पनि देखिनु रहेछ लभली ठाउँ छ बसिदिएको नि अरे क्या लभली ठाउँ गाइज लभली 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 असम छ है ठाउँ चाहिँ ल गाइज अब दिस इज द लास्ट पार्ट है अब यहाँदेखि चाहिँ उता छैन ठाउँ होइन इन्डिङ छ त्यहाँदेखि तल ऊ हामी आएको ठाउँहरू गौडाहरू तल देखिने रहेछ लभली रहेछ ठाउँहरू है त गाइज गोडमेल कार्यक्रम हुँदैछ यहाँ दामी रोप्ने ओर्ने काम चटक्क चिटिक्क पार्ने काम हुँदैछ गाइज दामी छ गाइज हामी चाहिँ ऊ तलबाट आएको ऊ त्यो निलो टिन भएको ठाउँ देख्यौँ होइन बाइक त्यहाँ राखेर त्यहाँबाट हिँड्दै 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 यहाँ आयौँ यहाँबाट यहाँबाट आएर अनि यता गएर ऊ त्यो लास्ट इन्डिङ ठाउँसम्म जस हल्का भयो नि हाइकिङ भयो हाम्रो जस अलिअलि भयो नि हेल्थ गेन भयो ल केटा ल लागौँ 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 लेट्स गो चल्दिउँ चल्दिउँ केटा चल्दिउँ 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 लेट्स गो केटाहरू चाहिँ आउँदैछ होइन गाइज अब केटाहरू चाहिँ त्यहाँ उभिरहेछन् होइन मलाई पर्खिरहेछन् टक्क भेट्ने हो हल्का खाजा खाने हो अनि जाने हो घर
रमाइलै भयो जस आज अफरोड राइड भयो नि हल्का धेरै चाहिँ होइन हल्का भनौँ न 15-20 किलोमिटर अफरोड रमाइलो भयो यहाँ गेट छ अब यो चाहिँ आउट गेट हो होइन लग्ली रमाइलो बाई हेलो गाइस अहिले चाहिँ एकदम बवाल छ कस्तो भयो नि हाम्रो त बवाल हुँदैछ अहिलेसम्म होइन अब बजाल जानुपर्छ ओके मेरो दाइ अफरोड हान्दैछ हल्का दामी 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 युकेश फायरमा ल लभली ल बाइक चाहिँ यहाँ छ गाइस होइन हिल्लो हिल्लो भएर ध्वस्त भयो अघि पानी परेर हल्का मैले चाहिँ रेकर्ड गरिनँ भाइको फोटोजबाट अलिअलि हालिदिन्छ आएको चाहिँ अब गएको चाहिँ अब आफ्नैमा हाल्नुपर्छ हेलो गाइस अब चाहिँ हामी यो किरात पार्कबाट अब जान लागेको होइन हाम्रो जीवनमा म त लास्टमा जानु पऱ्यो किनभने अब भाइहरू केही भइहाल्यो भने आई बी देयर फर ब्याकअप होइन अनि रहिला अघि चाहिँ पानी परेर गाइस अब मैले चाहिँ यहाँ रेकर्ड गर्न पाएन होइन अनि अहिले जाँदा चाहिँ अब रेकर्ड गर्दैछु अनि कस्तो आउँछ त होइन भिडियोजहरू अघि आउँदा चाहिँ हाम्रो निरज भाइको क्लिपबाट 1-2वटा क्लिपहरू आउँछ उकालो आएको होइन अनि अब जाँदाको चाहिँ यो बाटो होइन सेम म आउँदा र जाँदा एउटै छ हो नि बाटो अनि लभली मजा आउनेवाला छ मजा आज आइसक्यो होइन गाइस अब तल जाँदा पनि रमाइलो गर्नु पऱ्यो नि त गाइस होइन र बाटोहरू भनेको यस्तै हो होइन अफरोड बवाल मजा आउनेवाला सब बब्बाल उकालो ओह्रालो मजाले अगाडिको स्पिड भएको छैन न अगाडिको स्पिड भएको त हिलोमा अघि बल्टाइ हान्नु सक्दैन झन् अगाडिको चाहिँ राम्रै छ अनि त्यो भएर खासै स्पिड भएको छैन पछाडिको चाहिँ त्यस्तै हो गाइस गाइजहरू चाहिँ आउँदैछ होइन हाम्रो गाडी चाहिँ आयो होइन अब केटाहरू आउँदैछ पछाडि होइन पर्खिङ केटाहरू आयो आयो त्यसको अगाडि जाउँ अगाडि 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 लु लाग अगाडि लाग भाइ भन्छ अगाडि केटाहरू मुतुवा यो चाहिँ यहाँबाट इलामतिर जाने बाटो र यो हाँसपोखरी जाने बाटो होइन यता त्यो कन्यामको त्यहाँ पुग्ने बाटो अनि यो चाहिँ अब हामी तलबाट आएको बाटो गाउँ जाने बाटो जाउँ अगाडि क्याप्टेनमा नि हिँड अगाडि ओके बाबा म केटाहरूको पछिमा जाने हो होइन अफरोडमा केटाहरू पनि गाउँछ ठिकै छ यतिको नर्मल होइन गाडीहरू कुदाएर चाहिँ नर्मल अफरोड हो यतिको त्यत्रो ठुल्ठुलो ढुङ्गा भएको ठाउँ भएको होइन केटाहरूलाई गाह्रो हुने यतिको त नर्मल बाइकहरू स्कुटीहरू आउने ठाउँ
अहिले चाहिँ यो गौडा भन्ने नुहाउने ठाउँ चाहिँ यो होइन अनि यहीँ हो मान्छेहरू आउने म्याक्सिमम् अनि यहाँबाट चाहिँ तल छ क्या खोला अनि यो तल हो होइन ठ्याक्कै यो तल हो अनि यो पर चाहिँ देख्दै हुनुहुन्छ होला मान्छेहरू भेला भएको होइन हो त्यहाँ चाहिँ हो झर्ना दामी छ आज झन् पानी बढेर बगाल भएको छ त्यही हो अनि यहीँबाट खोला बगेर यता पनि नुहाउनु जान्छ तर अलिक रिस्की छ त्यो चाहिँ हो एक्चुअल अब यहाँबाट चाहिँ यो झन्डा भएको ठाउँबाट चाहिँ तल हिँडेर जानुपर्छ अनि दिस इज द गौडा गाइज अनि हामी चाहिँ क्याप्टेन भाइ अनि हाम्रो युकेश भाइहरू सट्टै अब हामी यहाँबाट तल जाने अब चाहिँ हाम्रो राइड सकिन लाग्यो गाइज अब आजको यस्तै भयो हिरो सिलो राइड यस्तै छ अनि त कडा हो राइड मेरो चाहिँ बाटो भयो जस्तो छ बाइकको होइन अनि कस्तो स्टार्ट हुन चाहिँ अलिक पानी लाग्छ मजा आयो गाइस है मजा आयो मलाई चाहिँ यो ग्राभलमा चलाउनुलाई होइन हल्का नर्मल अपलोड भयो त्यस्तो धेरै पनि होइन हाम्रो भाइहरू चाहिँ बत्ताइकन आउँदैछ रहिला बाइकहरू बढाउनु हाम्रो सबैजना यहीँ हुनुहुन्छ होइन अघि आधी जाने मान्छे आधी यहीँ हुनुहुन्छ फोन गर्नुपर्छ कि छोडेर जाने हो छोडेर मान्छे लिन जान्छ हिँडेको गएन यार म त गए भयो